यसरी यसरी गर्ने चाहिँ हो कहाँ यस्तो यस्तो गर्दै बस्छ भने चाहिँ यसरी 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 गर्नु पर्दो रहेछ ओके ल मसाज भने साथीहरु यसरी यसरी गर्नु पर्दो रहेछ हैन बुझिराख्नु होला है त हैन चाहिँ मजाले चाहिँ मिचेर हैन के रे हड्डीहरु नसाहरु पुरा चाहिँ ठाउँमा त्यो हात चाहिँ के हो अनि तपाईले गरिन त्यसरी नै होला नि त यसरी हावा कुरा गर्ने मैले फर्स्ट तपाईलाई लगेर त्यसैगरी मिची मिची लुगा धो हैन त्यो स्टिल झुसे भाँडा धोआ जस्तै धुन नपर्छ न हैन मतलब तपाईले गर्नु चाहिँ के खुट्टाले त मोल्नु हुन्न होला नि त हातले पनि यसरी पो गर्ने हो त यसरी यसरी गर्ने कहाँ यसरी यसरी गर्छ त नै मतलब हैन कति बेला त्यो हुन्छ नि त यो अब कमाइ चाहिँ अब त्यस्तै हो 6-7 लाख हो त्यसको खर्च मेरो 5 लाख देखि 6 लाख सम्मको त मेरो खर्चै आउँछ 6-7 लाख कसरी कमाउनुहुन्छ गान्धी तपाई चाहिँ नि 6-7 लाख मैले कसरी कमाएँ भन्दाखेरि तपाईलाई म मसाज सिकाउँछु मसाज गर्न हिँड्नु अनि यसरी भनेर थाहा हुन्छ उहाँहरुले के भन्नुहुन्छ जब तपाईलाई मसाज गर्दै हुनुहुन्छ नि तपाईँ पनि त छोरा मान्छे हिँड्नु नि त मसाज गर्न त्यही त म मेरो दिमागले काम गर्न छोडिसकेको छ ए मसाज भने दिमागले तपाईहरुले चाहिँ नि उहाँहरुलाई नाङ्गे झार बनाउनुहुन्छ हैन उसमा लिएर मसाज सेन्टर तपाईलाई पनि एकछिनमा नाङ्गो झार बनाएर पठाउँछु लास्टमा यो टोपी मात्र लाएर जानु पर्छ हैन जब तपाईले नै बेडमा लिएर सुताउनुहुन्छ नि त उनीहरु सुत्छन् नि हैन त्यो सुतिसकिसकेपछि त्यहाँ त एउटा बन्द कोठा पक्कै पनि एक अब नाङ्गे बनाउँदाखेरि त सबैले हेरेर गर्ने कुरा कस्तो नाङ्गे भन्नुहुन्छ यार नाङ्गे मतलब नाङ्गे भनेको एउटा लुगा नलाएर नाङ्गे भन्नेलाई नाङ्गे भन्छ अनि त्यो लुगा लगाएर पनि के मसाज हुन्छ त भने यही उसमा टी-शर्ट त हुन्छ नि त यार कस्तो कुरा गरे यार तपाई पनि अनि तेल लाउनु पर्छ त्यहाँ तेल लाउँदाखेरि तेल लाउँदा तपाईले लुगै माथि लगाइदिने हो लुगै माथि लगाइदिने तपाईलाई ट्राई गर्छु अहिले म पनि एकदमै गजक्क भएर बस्नु भएको छ खुबै राम्रै छु भन्ने मान्नु भयो हाँस्नुहुन्छ फेरि हैन तपाईँ भन्दा त राम्रै नै छु पशुपतिमा रागा बाँदर नि जस्तो देखिनुहुन्छ आफूलाई त कलौटे भन्दा कम देखा म कलौटे दाइ भन्दा नि कम देखा हैन म कलौटे नै छु त अनि आज तपाईलाई म मसाज नगरी छोड्दै है आज तपाईले मसाज गरेर मलाई मसाज अहिले गरौँला बिस्तारै हैन छोरा मान्छे आउँदाखेरि सम्पूर्णमा नमस्कार म कपिल मगर पक्कै पनि तपाईहरुले चाहिँ माथिको हाइलाइट्स देखेर थाहा पाइसक्नु भएको छ कि आजको भिडियो के कस्तो बनेको छ भनेर यति बेला यो भन्दा पहिला चाहिँ उहाँलाई मैले एउटा कमेडियन खालको भिडियो बनाएर पनि तपाईहरुमा प्रस्तुत गरिसकेको छु हैन त्यो भिडियोबाट चाहिँ आएको प्रतिक्रिया पछि फेरि पनि चाहिँ मायासँगको एउटा भिडियो चाहियो भनेको कारणले गर्दाखेरि म फेरि अब भिडियो लिएर आइसकेको छु हैन म पनि एकदमै गजक्क भएर बस्नु भएको छ खुबै राम्रै छु भन्ने मान्नु भयो हाँस्नुहुन्छ फेरि हैन तपाईँ भन्दा त राम्रै नै छु पशुपतिमा रागा बाँदर नि जस्तो देखिनुहुन्छ आफूलाई त कलौटे भन्दा कम देखा म कलौटे दाइ भन्दा नि कम देखा हैन म कलौटे नै छु त अनि ओके ठिकै छ हामी कार्यक्रमलाई ढिला नगरिकन स्वागत गर्ने तर्फतिर लाग्दैछौँ तपाईलाई स्वागत छ धन्यवाद हजुरलाई पनि स्वागत छ हाम्रो ह्यापी क्याफेमा ओके यति बेला तपाईँ चाहिँ क्याफे चलाइराख्नु भएको छ हैन एकदमै कसरी चलिरहेको छ ठिकै छ राम्रै चलिरहेछ राम्रै चलिरहेछ एकदम बबाल राम्रै भने कस्तो अब राम्रो भनेको एकदम राम्रो अब आइराख्नु भएको छ हाम्रो सर म्यामहरू टक्क मसाज गरिसकेर अनि खाजासाजा खाएर गइदिइराख्नु भएको छ त्यही त हो नि राम्रो भनेको आइडिया एकदमै लगाउनु भएको छ है तल मसाज खोल्नु भएको छ तल चाहिँ मजाले चाहिँ मिचेर हैन के रे हड्डीहरु नसाहरु पुरा चाहिँ ठाउँमा त्यो हात चाहिँ के हो अनि तपाईले गरिन त्यसरी नै होला नि त यसरी हावा कुरा गर्ने मैले फर्स्ट तपाईलाई लगेर त्यसैगरी मिची मिची लुगा धो हैन त्यो स्टिल झुसे भाँडा धोआ जस्तै धुन नपर्छ न हैन मतलब तपाईले गर्नु चाहिँ के खुट्टाले त मोल्नु हुन्न होला नि त हातले पनि यसरी पो गर्ने हो त यसरी यसरी गर्ने कहाँ यसरी यसरी गर्छ त नै मतलब हैन कति बेला त्यो हुन्छ नि त यो अब यस्तो शरीरहरुमा चाहिँ झ्याम समातेर यस्तोमा चाहिँ यस्तो बसेको बेलामा चाहिँ हो यता फर्किन त हो यसरी यसरी गर्ने चाहिँ हो कहाँ यस्तो यस्तो गर्दै बस्छ भने चाहिँ यसरी 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 गर्नु पर्दो रहेछ ओके ल मसाज भने साथीहरु यसरी यसरी गर्नु पर्दो रहेछ हैन बुझिराख्नु होला है त हैन ओके अनि तपाईको घर चाहिँ कहाँ भन्नु भएको नि मेरो घर दाङघोराई नारायणपुर दाङघोराई नारायणपुर भनेको कहाँ हो भनेको कहाँ रे अब दाङ भनेको थाहा छैन अब मैले कहाँ भनिदिनु त कुन जिल्लामा पर्छ भनेको दाङ पर्छ हजुर कुन जिल्ला भनेको यहाँ कन्फ्युज भयो क्या म हजुर अब मेरो घर चाहिँ दाङ जिल्ला भनेको दाङै हो अब कुन जिल्ला भनिदिनु त कि त गाउँपालिका नगरपालिका के भन्छ त्यो चाहिँ मलाई थाहा छैन अब दाङ भनेपछि दाङमै हो दाङमै हो कति वर्ष भयो तपाईले काठमाडौँमा सङ्घर्ष गर्न थाल्नु भएको भयो यस्तै 4-5 वर्ष भयो 4 वर्ष क्रस भइसक्यो
4 वर्ष क्रस भयो अनि 4 वर्षमा कति पैसा कमाउनु भयो कति दुःख के दुःख गर्नुभयो भनेर पैसाकै कुरा सुन्नु न जहिले पनि तपाईँको के हुन्छ भने अरू पत्रकारहरूले र अरू मिडियाहरूमा तपाईँको के देखिया हुन्छ भने जहिले पनि दुःखका कुरा जहिले पनि रोनाधोनाका कुरा यी स्ट्रगलका कुरा सङ्घर्षका कुरा हुन्छन् अब हामी चाहिँ कति कमाएका कुरातिर जाउँ न कति चाहिँ रोनाधोनाका हामी अलिकति रोमान्टिक पारामा जाउँ रोमान्टिक पारामा जाँदाखेरि कमाइ चाहिँ अब त्यस्तै हो 6-7 लाख हो त्यसको खर्च मेरो 5 लाखदेखि 6 लाखसम्मको त मेरो खर्चै आउँछ अब भाडा नै 5-7 लाख रुपियाँ तपाईँ महिनाको कमाउनुहुन्छ 7 लाख कमाएको छु भनेपछि 6 लाख चाहन्छु मेरो खर्चै आउँछ टोटल 6 लाख चाहिँ खर्चै आउँछ त्योमा बचेको अब त्यही 2-4 हजार अब त्यही धेरै भयो 1 लाख त्योमा पनि अब मैले मेरो परिवार हेर्नु पर्यो मेरो यहाँको लोनहरू तिर्नु पर्यो भन्न सकिन्छ कमाएको मात्र देखेर हुन्छ अनि 6-7 लाख रुपियाँ कमाउँदाखेरि तपाईँको के को लोन छ अनि यो बनाउँदाको के मैले के कहाँबाट कस्तो कुरा गर्नु चाहिँ यो बनाउने बेला ऋण ल्याएको तिर्नु परेन खाएपछि त तिर्नु पर्यो त नि खाएपछि त फेरि हग्नु नि पर्छ त्यो त थाहा छ ठिक छ केही छैन जे होस् तपाईँको चाहिँ चलिराखेको छ जसरी भए पनि कस्तो जसरी भयो भने हौ कस्तो जसरी भयो पनि भनेको त्यो त एउटा जबरजस्ती तरिकाले पो भयो त त्यही त भने त कता इजी तरिकाले चलिरहेको त सजिलै एकदम राम्रो तरिकाले चलिरहेको सजिलै तरिकाले अनि सबैले राम्रो सोचिराख्नु भएको छ सबैले सपोर्ट गरिराख्नु भएको छ अनि आजभोलि हाम्रो दाजुभाइ नभएर हाम्रो दिदी बहिनी अनि सबैजना अब मेरो मम्मी हजुरआमा उमेरको होइन मेरो सर म्यामहरू सबैजनाले मलाई सपोर्ट गर्नुभएको छ त्यही त हो नि सजिलो सपोर्ट भने चाहिँ के हो सपोर्ट भने अब आउनु भएको छ एउटा अब मसाज अहिले आफ्नै देशमा एउटा छोरी मान्छेले केही गर्छु भनेर गरिरहेछ भने उसलाई हामीले गएर अब उसको ठाउँमा गएर होइन जे छ सर्भिसहरू लिएर एउटा पैसै तिरेर लिने हो त्यो पनि एउटा सपोर्टै त हो 6-7 लाख कसरी कमाउनुहुन्छ गान्धी तपाईँ चाहिँ 6-7 लाख मैले कसरी कमाएँ भन्दाखेरि तपाईँलाई म मसाज सिकाउँछु मसाज गर्न हिँड्नु अनि यसरी भनेर थाहा हुन्छ मलाई त गर्नु परेको छैन फेरि मबाट नै पैसा लिनु होला लिनु त पऱ्यो फेरि त कसले गरिदिने फेरि आफ्नो बाबाले खानिदिनु नि तपाईँले को हो बाबाआमाले खाना नदिकन त्यतिकै हुनुभयो यत्रो खाना त दिनुहुन्छ तर बिना तपाईँ 1 रुपियाँ नकमाएर तपाईँ दुनियाँ गाँजा खाएर रक्सी खाएर लडाइँ झगडा गर्दै घरमा एउटा 1 पैसाको काम नगर्नु त अहिलेसम्म तपाईँको छ नि अहिले चाहिँ नि तपाईँको जुन चाहिँ ग्राहकहरू आउनुहुन्छ होइन तपाईँको यहाँ चाहिँ त्यो आउने ग्राहकहरूले तपाईँहरूले कस्तो खालको रेस्पोन्स दिएर जानुहुन्छ तपाईँले जो सेवा सुविधा दिइसकेपछि अब भन्नुहुन्छ राम्रो छ बहिनी राम्रो गरिरहेछौ अन्त जस्तो यहाँ रहेन रहेछ जस्तो भिडियोमा इन्टरभ्यूमा बोल्छौ त्यस्तै रहेछ भन्नुहुन्छ अनि अब अगाडिको दिनहरुमा पनि मैले भिडियोको कुरा गरिन मैले तपाईको चाहिँ सेवा सुविधाको विषयमा कुरा गरेँ त्यही भन्दै छु त नि जस्तो मैले बोल्छु नि त्यस्तै छ राम्रो छ एकदम राम्रो गरेको छौ एकदम इमानदार तरिकाले गरेको छौ एकदम राम्रो तरिकाको मसाज हुँदो रहेछ राम्रो तरिकाले गर्दो रहेछौ बोली व्यवहारबाट लिएर हैन मसाजहरु पनि राम्रो गर्दो रहेछ भनेर भन्नुहुन्छ एकदम हैन अनि एकदम मजाले भन्नुहुन्छ ए हजुर एकदम त जोड्नै पर्यो फेरि तपाईले कसरी लिनुहुन्छ भने जस्तै एकदम भन्नु त जरुरी हो नि हैन ठीक छ त्यो चाहिँ तपाईको मसाज चाहिँ हुन्छ नि त्यो मसाज गरिसकेपछि हुन्छ के खास कस्तो यो के सोचे कस्तो हुन्छ भनेर मैले भन्नु भन्दा अगाडि तपाईले अनुभव लिने हो हैन त्यो थिचेर गर्ने हो कि अब त्यो हैन तपाईले मलाई धेरै भिडियोमा धेरै चोटी मलाई खाली यही क्वेशन मात्र गर्नु तर आज तपाईलाई म मसाज नगरी छोड्दै है आज तपाईले मसाज गरेर मलाई मसाज अहिले गरौँला बिस्तारै हैन सबभन्दा पहिलो कुरा चाहिँ यहाँ दर्शकहरुलाई हामीले बुझाउनु पर्यो नि त तपाईले मसाज कसरी गर्नुहुन्छ त्यो मसाज गरेको आनन्द के हुन्छ अब मसाज गरेको आनन्द भन्दाखेरि अब दिनभरि हिड्दा काम गर्दा थाकेको हुन्छ गलेको हुन्छ तातो तेलले मसाज गर्दा आनन्दको निन्द्रा पर्छ घरमा गएपछि एकदम बडी रिलिफ हुन्छ ब्लड सर्कुलेसन एकदम राम्रो हुन्छ अरु चाहिँ दिनभरि काम गर्छन् गलेर आउँछन् तपाईहरु चाहिँ ढलाउनुहुन्छ ढलाएर चाहिँ नि पैसा कमाउनुहुन्छ हैन तपाईको दिमागले जति बुझ्यो त्यति बुझ्नु मतलब चाहिँ ढलाउनै पर्ने होला नि त मसाज गर्दा ढलाउनु पर्दैन र मसाज गर्दा हामीले ढलाउने न आफै ढल्ने हो लुगा चेन्ज गर्ने हाम्रो यहाँ नियममा के छ हाम्रो अब रुल्समा के दिएको छ त्यो लगाउने अनि मजाले चुप लाएर सुत्ने अनि हामीले मसाज गर्ने ठीक छ तपाईले मसाज गर्ने बेलामा धेरै जसो तपाईहरुसँग केटा मान्छेहरु आउनुहुन्छ अथवा वृद्ध मान्छेहरु आउनुहुन्छ अथवा सबै अलि बढी चाहिँ अलिकति बढी चाहिँ केटी मान्छे बढी आउनुहुन्छ छोरा मान्छे जस्तै तपाईहरुकोमा छोरा मान्छे आउँदाखेरि उहाँहरुले के भन्नुहुन्छ जब तपाईले मसाज गर्दै हुनुहुन्छ नि तपाईँ पनि छोरा मान्छे हिँड्नु नि त मसाज गर्न त्यही त म मेरो दिमागले काम गर्न छोडिसकेको छ
त्यही त म त्यही प्रसङ्ग सोध्दैछु कि मैले होइन त्यहाँ जब तपाईँहरूले चाहिँ नि उहाँहरूलाई नाङ्गे झार बनाउनुहुन्छ होइन उसमा लिएर मसाज सेन्टर तपाईँलाई पनि एकछिनमा नाङ्गो झार बनाएर पठाउँछु लास्टमा यो टोपी मात्र लाएर जानु पर्छ होइन जब तपाईँले नै बेडमा लिएर सुताउनुहुन्छ नि त उनीहरू सुत्छन् नि होइन त्यो सुतिसकिसकेपछि त्यहाँ त एउटा बन्द कोठा पक्कै पनि एक अब नाङ्गै बनाउँदाखेरि त सबैले हेरेर गर्ने कस्तो नाङ्गै भन्नुहुन्छ यार नाङ्गै मतलब नाङ्गै भनेको एउटा लुगा नलाएर नाङ्गै भन्नेलाई नाङ्गै भन्छ अनि त्यो लुगा लगाएर पनि कहाँ मसाज हुन्छ त भने यही उसमा टी-सर्ट हुन्छ नि त यार कस्तो कुरा गरे यार तपाईँ पनि अनि तेल लाउनु पर्छ त्यहाँ तेल लाउँदाखेरि तेल लाउँदा तपाईँले लुगै माथि लगाइदिने हो लुगै माथि लगाइदिने हो तपाईँलाई ट्राई गर्छु अहिले म